यो आलुको बोट हरियो देखे पनि आलु चाहिँ निकाल्ने समय भएको हो कि साथीहरू। फल्न चाहिँ कतिको फलेको छ अब निकालेपछि थाहा होला हैन, नभए चाहिँ समय चाहिँ पुगेको हो। अब जति मेहनत गरे नि कौसीमा त्यति धेरै फल्दैनन् साथीहरू। यही अलिअलि फल्याखान यस्तै हो के। अब आफूले औषध हाल्ने कुरा नि भएन भाइ, त्यति धेरै मेहनत गर्ने कुरा नि भएन हैन। अब खासै जान्न पनि जानिँदैन के फेरि। अब कति व्यवस्थित तरिकाले खेती गर्नुपर्छ। अब ठ्याक्क लगाइदियो हैन, अब फल्छ भनेर अलिअलि खनखोरस गरेर छोडिदिएर हिँड्छु मैले फेरि। अब त्यति धेरै दुःख मेहनत पनि गर्दिनँ हैन। अब त्यति धेरै कहाँ फल्छन् र एक बोटमा यति मात्रै फलाएको छ के साथीहरू। अब दुःख अनुसारको फल्याछ। अब यसमा कति फल्याछ हेर्नु पर्यो। अब आज चाहिँ सबै निकाल्ने हो कि। अब बर्खा लाग्न पनि लागिसक्यो। अब चाहिँ ट्याक्क आलु सबै निकाल्ने आज हैन। अनि अब अरू केही रोप्नुपर्छ के फेरि। अब फेरि पछि लगाउनु पर्ला। अब यो बोटलाई निकाल्नु पर्यो। यति धेरै त फल्याएन तर अलिअलि फल्याएन साथीहरू। यति फले नि खुसी नै हुनुपर्छ हैन आफूले गरेको दुःख। यो आलुको बोट हरियो देखे पनि आलु चाहिँ निकाल्ने समय भएको हो कि साथीहरू। फल्न चाहिँ कतिको फल्याछ अब निकालेपछि थाहा होला हैन, नभए चाहिँ समय चाहिँ पुगेको हो। अब जति मेहनत गरे नि कौसीमा त्यति धेरै फल्दैनन् साथीहरू। यही अलिअलि फल्याखान यस्तै हो के। अब आफूले औषध हाल्ने कुरा नि भएन भाइ, त्यति धेरै मेहनत गर्ने कुरा नि भएन हैन। अब खासै जान्न पनि जानिँदैन के फेरि। अब कति व्यवस्थित तरिकाले खेती गर्नुपर्छ। अब ठ्याक्क लगाइदियो हैन, अब फल्छ भनेर अलिअलि खनखोरस गरेर छोडिदिएर हिँड्छु मैले फेरि। अब त्यति धेरै दुःख मेहनत पनि गर्दिनँ हैन। अब त्यति धेरै कहाँ फल्छन् र एक बोटमा यति मात्रै फलाएको छ के साथीहरू। अब दुःख अनुसारको फल्याछ। अब यसमा कति फल्याछ हेर्नु पर्यो। अब आज चाहिँ सबै निकाल्ने हो कि। अब बर्खा लाग्न पनि लागिसक्यो। अब चाहिँ ट्याक्क आलु सबै निकाल्ने आज हैन। अनि अब अरू केही रोप्नुपर्छ के फेरि। अब फेरि पछि लगाउनु पर्ला। अब यो बोटलाई निकाल्नु पर्यो। यति धेरै त फल्याएन तर अलिअलि फल्याएन साथीहरू। यति फले नि खुसी नै हुनुपर्छ हैन आफूले गरेको दुःख।